हजुर यो डिस्टोरीको मञ्चबाट आफ्नो पूर्वपत्नीलाई के भन्न चाहनुहुन्छ? एकैचोटि भन्न नआउला भनेर हिजो राति लेखेर लिएर आएको छु। पढेर सुन। प्लिज सुनाउनुहोस् न। प्रिय सानो, मेरो यो पापी अनुहार हेर्न त के, मेरो नाम सुन्न पनि तिमीलाई घृणा लाग्छ होला। मलाई थाहा छैन यो कार्यक्रम तिमीले कहिले हेर्छौ या हेर्दिनौ। यदि हेऱ्यौ भने आज यो मञ्चबाट म तिमीसँग माफी माग्छु। मलाई थाहा छ मैले माफ गर भन्दैमा तिम्रो आँसु फर्किँदैन, हाम्रो छोरो फर्किँदैन, तिम्रो टुटेको विश्वास फेरि जोडिँदैन र मैले तिम्रो जीवनमा बनाएको अँध्यारो मेटिँदैन। तर पनि म हात जोडेर माफी माग्न चाहन्छु। मलाई माफ गर। तिमीले मलाई परिवार भन्यौ, मैले तिमीलाई फेरि अनाथ बनाएँ। तिमीले मेरो सपना पुरा गर्यौ, मैले तिम्रो सबै सपना मारेँ। तिमीले मलाई कहिल्यै धोका दिनौ, तर मैले तिमीलाई धोका मात्रै दिएँ। आज म स्वीकार गर्छु, गल्ती परिस्थितिको थिएन, गल्ती मेरो थियो, निर्णय मेरो थियो, पाप मेरो थियो। त्यसैले सजाय पनि मेरै हुनुपर्छ। तर सजाय त तिमीले भोग्यौ। त्यसका लागि म जीवनभर अपराधी भएर बाँच्नेछु। तिमीले घर छोड्दा एउटा सियो पनि लगिनौ, तर तिमीले जाँदा मेरो घरको लक्ष्मी, मेरो घरको शान्ति, मेरो भाग्य, मेरो भविष्य सबै लिएर गएकी रहेछ। यो कुरा मैले धेरै ढिलो बुझेँ। यदि तिम्रो मनमा मेरो लागि घृणा छ भने त्यो घृणाको पनि पूर्ण हकदार छु। यदि तिमीले मलाई कहिल्यै माफ गर्न सक्दैनौ भने त्यो पनि स्वीकार्य छ। माफी पाउनका लागि होइन सानो, आफ्नो अपराध स्वीकार गर्नका लागि म आज तिम्रो अगाडि टाउको झुकाउँदैछु। जहाँ भए पनि सधैँ खुसी रहनु। भगवानले तिमीलाई मैले दिन नसकेको सबै खुसी दिउन्। र यदि कुनै दिन तिमीले मनमा नै माफ गरे भन्न सक्यौ भने त्यो मेरो जीवनको सबैभन्दा ठुलो वरदान हुनेछ।